आज हामी काठमाडौँतिर बिहान यो मर्निङ वाकमा छौँ। अब मर्निङ वाक भनेकै बिहान हुन्छ भन्ने कुरो त मैले भनिरहनु पर्दैन होला। हामी टोली छ हाम्रो 1 2 3 4 5 जनाको टोली छ हैन। अनि हिँडिरहेका छौँ हामी लगातार। यतातिर 2 जना हुनुहुन्छ, हामी 3 जनाको भिडियो मैले खिचिसकेँ। अनि कसलाई जित्ने भन्ने खालको कम्पिटिसन यहाँ भइरहेछ र अलि खाए लाए जस्ता मान्छेहरूलाई चाहिँ अलिकति थोरै हिँड्नमा अलिकति च्यालेन्ज भइरहेछ भने खाने बेलामा बाहिर निकालेर खम्बामा बाँधेर भित्र बसेर खानेहरूका लागि चाहिँ अलिकति सजिलो जस्तो स्थिति यहाँ देखिरहेछ। त्यसो भनिरहँदाखेरि हामी बालाजु 22 धारा उद्यानलाई पछाडि छोडेर हामी अघि बढिरहेका छौँ। आजको यात्राको नेतृत्वकर्ता भनेको हाम्रो ईश्वर दाइ हुनुहुन्छ, त्यही भएर उहाँले जता लैजानुहुन्छ हामीले त्यसैलाई स्वीकार्दै अघि बढ्ने प्रण गरेका छौँ। आज शनिबारको दिन हो। शनिबार चाहिँ अलिकति बढी हिँडिन्छ नि त अघि पछि भन्दा। अनि अलि लामो रुट यहाँ कता कता एकदम राम्रो ठाउँ छ अरे भनेर दाइले लिएर हिँडिरहनु भएको छ। त्यसलाई चाहिँ हामी भिडियोमा कैद गरौँ भनेर हामी यस्तो खालको भिडियो पनि बनाइरहेछौँ है त। वेलकम टु तौडोल काठमाडौँ महानगरपालिका वडा नम्बर 16 रहेछ यो है। यहाँबाट भित्र छिरेर अब हामी कहाँ जाने रहेछौँ त यहाँ हेरौँ है त। अब 96% ब्याट्री। यतापट्टि बस्ती छ, माथि जङ्गल छ, भित्रभित्र राम्रो राम्रो बाटो पनि रहेछ। माथि डाँडामा जङ्गल छ अनि यतापट्टि म चाहिँ जङ्गलमा मङ्गल। अगाडि हो हाम्रो ईश्वर दाइ लम्किरहनु भएको छ। म जस्तो हिँड्न सक्ने कोही छैन भनेर देखाउन खोज्नु भएको छ, तर 1 मिनटमा मैले उहाँलाई ओभरटेक गरिदिन्छु। तर मैले नचाहेर मात्रै हो। आज एउटा नयाँ कुरो सिकियो के भन्दाखेरि मर्निङ वाक जाँदाखेरि ज्यानलाई गाह्रो हुने गरी हिँड्नु हुँदैन। ज्यान पनि नघटोस्, हिँड्न पनि पाइयोस्, त्यो खालको स्पिड हामीले मेन्टेन गर्नुपर्छ भन्ने सल्लाह भएको भएर हामी त्यसरी हिँडिरहेका छौँ। यसरी खिच्दाखेरिको मजा चाहिँ के रहेछ भन्दाखेरि पछाडि भएको सबैजना देखिने अनि आफू पनि देखिने। यहाँ को देखिएन भन्दा बबिताको हाइटै सानो छ। झन् म अगाडि यसरी उभिएँ भनेदेखि त झन् छेकिहाल्छ। त्यही मैले भिडियो खिच्दाखेरि छेक्छु भनेर दाइ अघि कुदै हुनुहुन्छ। ज्वाइँको पछाडि बसो भने ज्वाइँले छेकिदिइहाल्नुहुन्छ भनेर एक्सर्साइज पनि सुरु भयो सरको के दाइको। हल्का हल्का स्ट्रेचिङबाट सुरु भएर अहिले याप्क्याउ गर्न थाल्नुहुन्छ। ल मजा आइरहेछ नि। ल हेर्नुहोस्, यो चाहिँ हामी नागार्जुन भन्ने ठाउँतिर आइपुग्न लागेका छौँ। यहाँ निकुञ्जको वाल यहाँ माथिल्लोपट्टि छ, तलपट्टि यहाँ ढुङ्गा छापेको यस्तो राम्रो बाटो। ओहो मजा आइरहेछ। ल एकदम मजा आइरहेछ हेर्नुहोस् त। ल वाउ, यस्तो ठाउँमा हिँड्न पाए चाहिँ मजा आउँछ। ल हुन त म रेगुलर हिँड्ने ठाउँ पनि एकदम रमाइलो छ। खेतबारी वनपाखा होइन, स्पेसलै छ। तै पनि यो कहिलेकाहीँ नयाँ नौलो ठाउँमा नि हिँड्नुपर्छ। झोला बोकी टक्क होइन, ट्रेकिङै हिँडे जस्तो फिल भइरहेको नि। सो मजा आइरहेछ। काठमाडौँमा पनि मर्निङ वाक गर्दाखेरि नयाँ घरहरू बनिरहेछन्। यहीँ यस्तो राम्रो ठाउँमा घर बनाएर बस्दाखेरिको मजा पनि बेग्लै होला। हामी चाहिँ आज खासमा दौडेका छैनौँ, फटाफट हिँडेको मात्रै हो। किनभने लङ डिस्टेन्स ट्राभल गर्नु छ, त्यही भएर दौडेका छैनौँ। सो त्यही हो कुरो। ल बालाजु 22 धारा उद्यान छिरेर आउने भन्ने हाम्रो योजना थियो, तर हामी धेरै छिटो निस्केर हिँडेकोले हामी 22 धारा उद्यान छिर्न पाएनौँ। ढोकै खोलेको रहन्छ होइन। अनि दाइले झोक चलेर हामीलाई यही हो तिमीहरूको 22 धारा उद्यान भनेर यहाँ यस्तो जङ्गलतिर हिँडाइरहनु भएको छ।
यसले पनि मजा आइरहेछ जे होस्। अनि यो गाडी र मान्छे धेरै हिँड्ने बेला भइसकेपछि चाहिँ अलिकति छ्याउ हुन थाल्छ अरे, त्यही भएर अलि चाँडो हिँड्नुपर्छ भन्ने सुझावहरू पनि आइरहेको छ यहाँ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। बिहान मर्निङ वाक जाँदाखेरि धेरै मान्छे भएको रमाइलो लाग्छ कि अलि खाली खाली भएको रमाइलो लाग्छ भनेर है। हजुर हामी निकुञ्जभित्र प्रवेश गरिसकेका छौँ। यहाँभित्र फोटो भिडियो खिच्न पाइन्छ कि पाइँदैन भन्ने मैले कहीँ पनि बोर्डहरू केही पनि देखेको छैन, त्यही भएर अनुमति बिना प्रवेश निषेध भनेर चाहिँ लेखेको रहेछ, तर अनुमति लिनुपर्ने ठाउँ कहाँ हो भन्ने पनि थाहा भएन। त्यही भएर हामी आफ्नो सुरले हिँडिरहेका छौँ। दाइहरू पहिला पनि आइसक्नु भएको भएर अब अगाडि अगाडि के देखिन्छ हेर्दै जाउँ है त। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पचली भैरवको दर्शन गरेर हामी यहाँबाट रिटर्न भइसकेका छौँ है। अब हामी सिङ्गल ट्री हुँदै फर्किने भन्ने हाम्रो योजना छ। यहाँ त्यही भएर अलिकति यसो यहाँ रुटहरू हेऱ्यो सजिलै हुन्छ जस्तो देखिया छ। यसो हेर्दाखेरि भनेको बाटैमा पर्ला जस्तो छ भन्ने कुरो गर्न खोज्यो। सो हामी यहाँबाट अब सिङ्गल ट्री हुँदै जाने तयारीमा छौँ। अब हामी यहाँबाट चाहिँ फर्क्यौँ। बस्ती बस्तीको बिचबाट हिँड्दैछौँ हामी। अब यो गुगल म्यापले कता देखाएको छ त्यतै जाने भनेर हामी अघि बढिराखेको। दाइ त्यहाँनिर केमा अल्झिनु भयो, यो ठाउँ हो कि होइन भनेर कन्फ्युजन भएको हो कि जस्तो पनि छ। सो एनिवे एकदम रमाइलो ठाउँ रहेछ एकदम। म चाहिँ फर्स्ट टाइम आएको यहाँभित्र चाहिँ, तर धेरै रमाइलो लाग्यो। एउटा रमाइलो भनेको के भने हिँड्दा हिँड्दै ठाउँ ठाउँमा यस्तो मन्दिरहरू देखिन्छन् जसले मन आनन्दित गराउँछ। अझ मन्दिरमा घन्टाहरूको आवाज र धुपबत्तीको बास्ना सुन्दाखेरि एकदम मन फ्रेस हुन्छ। जस एउटा रमाइलो भनौँ न, आत्मिक आनन्द। रमाइलो भने के भन्ने अब त्यसलाई होइन, रिफ्रेस, रिल्याक्स्ड त्यस्तो खालको स्थिति फिल गर्छौँ। ठाउँ ठाउँमा मन्दिरहरू भेटिन्छ। उकालो सुरु भएको छ, देख्न सक्नुहुन्छ अलिअलि भित्रभित्र बस्ती बस्तीको बिचबाट मकैको खेती पनि भइरहेको, तरकारीको खेती पनि भइरहेको ठाउँहरूबाट हामी हिँडिरहेका छौँ सिङ्गल ट्री जानको लागि। दाइले गुगल म्याप हेर्नुभएको छैन कि जस्तो मलाई लागिरहेको छ। कहिले कता हिँडाइरहनु भएको हो। हुन त उहाँले यो अलिकति बजार एरियाभन्दा अलिकति जङ्गल साइडतिर चाहिँ त्यतातिर गरेर चाहिँ जाउँ भनेर ट्राई गर्नुभएको हुनसक्छ। त्यो पनि राम्रै हो, नट ब्याड। एनिवे यहाँ सबैजना थाकेको अवस्थामा देखिए पनि हामी भिडियोमा फेरि थाके जस्तो देखिन्छ भनेर नदेखाउने भनेर हिँडिरहनु भएको अघि थाकेकै छैन। झुटो बोल्न पाइँदैन भने